नमस्कार आदरणीय सम्पूर्ण देशभरि छरेर रहनुभएका ट्याक्सी चालक साथीहरू, सायद देशभरिकै भन्दैछु है। म काठमाडौँको मात्रै भन्दिनँ। काठमाडौँ, भक्तपुर, ललितपुर त भइगयो, चितवन, पोखरा जताततैको साथीहरू, यो जति पनि इनड्राइभ र एङ्गो एप छ यसलाई धेरै पटक हामीले जानकारी गरायौँ, जानकारी गराएको पनि हो। र यो नेपाल सरकार जुन अहिले हामीले आशा गरेको नेपाल सरकारसम्म पनि यो कुराहरू पुगेको छ कानमा भन्ने लाग्छ मलाई। लोकल गाडीको भाडा बढ्यो, यो एपमा भाडा किन बढेन? एङ्गो र विशेष गरी एङ्गो र इनड्राइभमा किन भाडा बढेन? के कारणले हो? यो राज्यले यो 12,500 ट्याक्सी ड्राइभर चाहिँ मरोस् भन्ने ठान्या हो यो राज्यले, या एङ्गो र इनड्राइभको जो कर्मचारी अथवा सञ्चालकज्यूहरू हुनुहुन्छ उहाँहरूले नबुझ्या हो? यो कुरा चाहिँ गम्भीरतापूर्वक ध्यानकर्षण होस्। किनभने तेल पुग्यो 245 रुपियाँ, मोटामोटी 45-46 रुपियाँ पुगिसक्यो। 1 महिनामा 4-5 चोटि पेट्रोलको दाम बढेको छ। यसमा भाडा किन समायोजन हुँदैन? यसको लागि सम्पूर्ण ट्याक्सी चालक साथीहरू, म यही भिडियो मार्फतबाट पनि भन्छु, म बाटोमा पनि साथीहरूलाई भन्छु, यसमा सम्पूर्ण ध्यानकर्षण होस् र हाम्रो अहिले जन्मिँदै गरेको नवजात शिशु सरकारलाई पनि यो कुरामा चाहिँ अलिकति ध्यान जाओस् भन्ने चाहन्छु। किनभने हामी 12,500 ट्याक्सी चालक साथीहरू अब मर्ने अवस्थामा पुगिसकेको छ है। यसमा तत्काल छिटोभन्दा छिटो यो राज्यसम्म पुगोस् र तत्काल समस्याको समाधान होस् भन्न चाहन्छु। जय नेपाल, जय राष्ट्रवाद, जय घन्टी।